गोर्खाको पृथ्वीनारायण शाहलाई नामैबाट हटाउन सकियो नगरपालिकामा। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म त्यही राजतन्त्रले, म राजतन्त्रको पक्षधर होइन है, तर त्यही समयमा बनेका ती सबै संरचना ध्वस्त पार्दा के हेरेर बस्नुभयो तपाईहरू? अनि युवा नेपाल बसेन भनेर तपाईँ जानुहोस् त त्यो भिरकोटी मण्डप कारखाना, म 15 वर्ष मेरो घर थियो त्यहाँ, भिरकोटी कागज कारखाना 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईहरू त्यहीको लागि राजनीति गरेर अनि त्यहीका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ। 3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा। हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। टाउकाको मोल तोक्ने र तोकिने एकै ठाउँमा छ खगरा सर। अनि कमल थापाको फोटो सूर्य छापमा कसरी आयो? अनि तपाईहरू हामीलाई भन्दै हुनुहुन्छ हाम्रो पार्टी, हाम्रो दल हो कि दलको पछाडि आएर ल थप्ने हो? हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौँडा देखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोरखकाली, त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, महाकाली उसमा अलि छोएको थिएन, त्यो सबै मेटेर आज फेरि तपाईहरू हामीसँग भोट मागेर परिवर्तन भनेर आउनुहुन्छ। हामीलाई पाल, तिमीहरूको दायित्व हो पाल्ने, तिमीहरूका अभिभावक हौ, सन्तान भएर पाल्देऊ भन्नुहोस्, हामी पाल्छौँ क्या। नेता भएर नआउनुहोस्, लाज हुन्छ तपाईहरू। आमाको सन्तान होइन तपाईँहरू, श्रीमती छैन, छोरी छैन, श्रीमती त मान्नु भएन, छोरी छैन, लाज लाग्दैन? संविधानमा 33% लेख्नुभयो, 51 लेख्नु भएन, हामीले खोजेनौँ। त्यो 33% ल्याउन केले रोक्यो तपाईहरूलाई? किन तपाईँको पार्टीमा महिला भने त हामीलाई भन्नुभयो भए ल्याइदिन्थ्यौँ नि। अनि फेरि पनि तपाईँहरू समानताको अधिकारको कुरा गरेर हाम्रो अगाडि आउँदै हुनुहुन्छ। अप्ठ्यारो अलिकति पनि लागेको छैन। जनयुद्ध किन गर्नुभयो सर? किन गर्नुभयो? के को लागि गर्नुभयो? मान्छेको टाउ काटेको होइन? म छु त्यति बेला रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालीकोट सबै चारेको छु त्यो द्वन्द्वको समयमा सेभ द चिल्ड्रेनबाट काम गर्दाखेरि। ती मान्छेको पीडा हर क्षणको देखेको छु। तर आज ती मान्छेको सहभागिता खोइ जानु भएको छ? देवेन्द्रज्यू हजुर जानु भएको छ? माओवादी जनयुद्धमा जानुभयो होला, तिनीहरूको भात खानुभयो होला, जानु भएको छ दोहोऱ्याएर त्यहाँ दुर्गम बस्तीहरूमा पुग्नु भएको छ। 33 वर्ष राजनीति गरे भन्नुहुन्छ महादेव गुरुङज्यू, पुग्नु भएको छ। तपाईँको सिक्लेसमा, तपाईँकै यही कास्कीमा बलात्कारको मुद्दालाई 2-4 लाखमा मिलाइन्छ आज पनि, त्यो हेर्नु भएको छ? अनि तपाईँहरू हाम्रो अगाडि भोट माग्न आउँदै हुनुहुन्छ। कुन